हजुरहरूले यो गैंडा चाहिँ हेर्न सक्नुहुन्छ जुन चाहिँ शाकाहारी एनिमल यसले चाहिँ घाँसपातहरू मात्र खाने गर्दछ। यो चाहिँ एकदमै यङ देखिन्छ, भर्खरै यो एउटा मान्छे आमाबाट छुटेको गैंडा जुन चाहिँ एक्लै चढिरहेको छ। उसको सिङ पनि आएको छैन। 40 किलोमिटरको स्पिडमा दौडिन सक्ने यो गैंडा चाहिँ तपाईको कलर चाहिँ उनीहरूको कालै हुन्छ, ब्ल्याक कलरै हुन्छ। तर यो चाहिँ मडीभात जुन चाहिँ उनीहरूले आफ्नो सेफ्टीको लागि, शरीरको सेफ्टीको लागि उनीहरूले चाहिँ यो एउटा हिलोमा गएर बस्ने गर्दछ, जुन चाहिँ किरा फट्याङ्ग्रा मस्किटोहरूबाट जोगिनको लागि चाहिँ यिनीहरूले यो गर्दछ। अनि त्यसपछि यो सुकिसकेपछि गैंडाको कलर चाहिँ सेतो हुन आउँछ। तर मान्छेले व्हाइट राइनो भन्ने गर्दछ। हाम्रो नेपालमा चाहिँ व्हाइट राइनो छँदै छैन है। शरीर आएको छ। यिनीहरू चाहिँ सोलिटेरी एनिमल, एक्लै बसोबास गर्न चाहन्छ, लिभ अलोन भन्ने हुन्छ यिनीहरू। तर पानी भेटिएको ठाउँमा चाहिँ उनीहरू चाहिँ पानीहरू चाहिँ सेयर गर्छ, किनभने जब पानीबाट फेरि बाहिर निस्क्यो एकअर्कामा चाहिँ यिनीहरू फाइट गर्छ, जुन चाहिँ आफ्नो एरिया कभरको लागि। नर्मली गैंडाले चाहिँ 15 देखि 16 स्क्वायर किलोमिटर एरिया कभर गरिरहेको हुन्छ। अब यो पनि खानाको आधारमा, कतिको खाना छ उसको ठाउँमा त्यो अनुसारले उनीहरू बसोबास गर्छ र 15 देखि 20 दिनसम्म एक ठाउँमा बसोबास गरेर उनीहरूले फेरि बसाइ सर्ने गर्दछ। उसले चाहिँ अलिकति म छ कि भन्ने उसलाई चाहिँ थाहा भयो जस्तो छ। ओहो, दुईटा गैंडा रहेछ, एउटा उता छ, एउटा उताबाट आइरहेको छ। यिनीहरू चाहिँ एउटा एग्रेसिभ एनिमल हो। प्रति घन्टा 40 किलोमिटरको गतिमा दौडिन सक्ने एनिमल। अब यिनीहरूको भनेको आई साइड, आँखाको शक्ति एकदमै कमजोर हुन्छ। उनीहरूले 40 देखि 50 मिटर टाढा मात्र देख्न सक्छ भने अरू सबै उनीहरूले स्मेलिङ पावर, उनीहरूले चाहिँ यो एउटा आफ्नो जङ्गलमा बसोबास गर्ने क्रममा चाहिँ आफ्नो एउटा स्मेलिङ पावरले चाहिँ उनीहरू अलिकति एक्टिभ हुने गर्दछ। उनीहरूले सुँगेर पत्ता लगाउने गर्दछन् आफ्नो दिशाहरू। एकदमै यङ, यो चाहिँ 6 इयर्स, नर्मली 6 to 7 इयर्स, त्योभन्दा माथि भएकै छैन यो गैंडा।